हेलो गाइज नमस्ते। आज यो चाहिँ हाम्रो हिजोको ब्लग हो र आज हामी जाँदैछौँ के अरे बोर्डर पारी सामान किन्नको लागि। अनि जिन्दगीमा नचढेको गाडीमा चढेको यस्तो उफारो कि जिन्दगीमा नचढ्ने मैले त गाडीले बाटो उस्तै खत्तम अनि गाडी पनि फेरि उस्तै थियो। अनि यो चाहिँ हाम्रो पानटेङ्गी आइपुगिसकेको थियौँ। अनि पानटेङ्गीबाट फेरि बसेर कहाँ उड्न आँटेको नभन्नु होला, हामी सिलगढी जाँदैछौँ। अनि त्यसको लागि त हामीलाई गाडी लिनै पर्छ। अनि गाडी पनि यस्तो खतरा गाडी थियो कि एकैछिनमा स्पिड उडाउने आधीबाट पुगेर रोकेको गर्ने क्या। अनि म चाहिँ यस्तो पानटेङ्गीमा हाफ प्यान्ट र भेस्ट लाएर हिँडिरहेको थिएँ। अनि हामी यो सिलगढीको अब कता सिलगढी जानको लागि राख्दैछौँ होइन। अनि जाम चाहिँ यति धेरै थियो कि तपाईँहरू जिन्दगी सिलगढी जान्छ भने अगाडि नै हिँड्नु होला, त्योभन्दा पछाडि हिँड्नु भने तपाईँ जाममा परेर 2 बजे पुग्नुहुन्छ। हामी 3 बजे पुगेको त सिलगढी। अनि त्यहाँदेखि हामी फेरि अलिक माथि गएपछि त्यहाँ उता छाता जस्तो देख्नुभएको छ नि, उता छाता चाहिँ हामी पानी पर्दा बस्नु भनेर बनाइदिएको रहेछ क्या। तर के गर्नु, हामी जाँदाखेरि पानी नै परेन। अनि हामी चाहिँ बाटोमा खाँदै गयौँ क्या। अनि यो चाहिँ म हो, कति राम्रो देखेको थियो। अनि त्यसै हामी त्यहाँबाट हेर्दै थियौँ बाटोको भ्यू, गाडी पनि कस्तो राम्रो राम्रो गइरहेको थियो। अनि त्यसै हामी पुग्यौँ लुगा किन्ने ठाउँमा। अनि लुगा किन्दाखेरि त अब यो लेहेङ्गा कसै चाहिएको छैन भन्नु होला, कसैको बिहे आएको छैन भन्नु, म तपाईँलाई ल्याइदिनेछु धुलाबारीसम्म। अनि यो चाहिँ हाम्रो लुगा किन्ने ठाउँ। तर हामीले यहाँ लुगा किनिनौँ, यहाँ हेऱ्यौँ मात्रै लुगा। मन पर्न चाहिँ सिम्पल थियो, राम्रो थियो, तर मन परेन क्या, त्यो लाउने खालको थिएन। अनि त्यसपछि हामी यहाँबाट निस्किनको लागि बाहिर आयौँ। अनि निस्केपछि अब हामी अर्को दोकानमा पुग्यौँ। अनि यो चाहिँ मेरो प्यारी माइली दिदी हो। दुईवटा लुगामा कन्फ्युज भएर कुन लुगा लाम भएको बेला चाहिँ यो दाइ झन् मस्का लगाइदिएको थियो। अनि उता मकै परेर लुगा चेन्ज गरेको थिएँ क्या। अनि ल पहिलो खालको मन पऱ्यो, पहिलो खालको लिएँ। अनि यो चाहिँ म हो। अनि म पनि अब यो कलरको मलाई पाकिस्तानी सुट मन परेको थियो र पाकिस्तानी सुट मैले फाइनल गरिसकेको थिएँ। अनि तपाईँहरूलाई गल्ली गल्ली घुम्नु छ भने मलाई भन्नु होला, पैसा आफै लिएर आउनु, म तपाईँलाई घुमाउने काम मात्रै गरिदिन्छु। अनि यो चाहिँ हाम्रो झुम्का दोकान क्या, बाई 1 गेट 1 फ्री थियो, 100 रुपियाँमा 2टा पाउने क्या। अनि हामीलाई रहर लागेर हामी त्यहाँ झुम्का पनि किन्यौँ। अनि हामीले धेरै जस्तो त्यहाँ सेल थियो क्या, के सेल त थाहा छैन, सेल चाहिँ सेल थियो सबैतिर। अनि यो चाहिँ हामी आउँदाखेरिको टाइम हो, यतिखेर कहिले नसोचेको 81 पानी पऱ्यो क्या। अनि हामी बाटोमा भिजेथ्यौँ, धन्न त दाइले हामी चढ्छ भनेर हामी चढेको हो। अनि यो चाहिँ हाम्रो पुल हो क्या, त्यो चेकिङ गर्ने ठाउँ हो। चेकिङ गर्ने ठाउँमा चाहिँ हामी उताबाट आएको थियौँ सिटीमा आएपछि अब त्यहाँ हामी पैसा नदिने हो, बिसा दिनु भनेर छोडिहाल्यो। हामी बिसा दिनै पऱ्यो। अनि हामी त पुलमा हिँड्दै थियौँ, त्यहाँ चेकिङ भयो। अनि हामी त्यहाँ यो चाहिँ हाम्रो मेची पुल हो। यहाँबाट तल भ्यू चाहिँ दामी देखिरहेको थियो क्या बेलुकाको। तर के गर्नु, बेलुका मात्रै फुल चम्किने, बिहान भएपछि चम्किन छोड्दो रहेछ होइन। अनि त्यसरी भ्यू हेर्दै गएँ। अनि उता पर त्यो लाइट बल्दै गएको हाम्रो काँक्राभिट्टा। अनि हामी यो बोर्डर गरिसकेको छौँ। बोर्डर गरिसकेर हामी जान्छौँ काँक्राभिट्टातिर। यो चाहिँ हाम्रो एसियन हाइवे क्या, बिचको हाइवे हो। यो चाहिँ उयो के अरे सुनसान क्या। उतापट्टि चाहिँ फोटोहरू दामी दामी त बनाएको थियो, वालहरूमा दामी दामी फोटो थियो। तर यो यता आउने साइडमा चाहिँ खाली क्या। त्यो सिटीवा दिदी के हो पुरा पारा भन्ने कुदिराख्नु भएको थियो। अनि हामी पनि ब्लगर बनेर पारा भन्ने कुदिरहेको थियौँ क्या। चिन्नु नजान्नु, अब भिडियोमा आएपछि अलिकति शान्त देखाइहाल्नु पऱ्यो आहा भन्दै। अनि अब हामी लाग्छौँ हाम्रो घरतिर, किनभने हामीलाई ढिलो भइसकेको थियो। हामी आधी बाटोदेखि यस्तो कुदेको गाडीमा फ्या गर्दै बसेको। अनि अब हामी आइपुग्छौँ हाम्रो घरतिर। यो चाहिँ हामीलाई यो अब चाहिँ हामी घर आइपुग्न लाग्यौँ। अनि तपाईँहरूलाई यो भिडियो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। टिकटकमा देखेको क्लिप हेरेर फेरि युट्युबमा गएर फुल भिडियो हेरिदिनु होला। अनि तपाईँहरूलाई काहीँ घुम्न मन छ, केही चिज सामान चाहिएको छ भने भन्नु होला, म हाजिर छु क्या, म ल्याइदिन्छु होइन। अनि मेरो भिडियोलाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला, कमेन्ट गरिदिनु होला। र आजको ब्लग कस्तो लाग्यो भनिदिनु होला है त। अनि अब आइपुगेँ, म रातिको 8 बजे घर आइपुगेँ। यो मेरो दिदी अगाडि लगाउने एक्साइट भएर कुदिरहेको छ भित्र। ल है, बाई बाई।